सबैलाई नमस्ते। आज बुद्ध जयन्ती वा बुद्ध पूर्णिमाको विशेष दिन। यो विशेष दिनमा सबैलाई बुद्ध जयन्तीको शुभकामना। हामीले सुन्दै आएको भगवान बुद्ध हुनुभन्दा अगाडि सिद्धार्थ गौतम एक राजकुमार थिए। जब उनी दरबार बाहिर गएर एउटा वृद्ध व्यक्ति, बिरामी व्यक्ति र मरेको लास लैजाँदै गरेको उनले देखे। त्यसपछि उनलाई अनेकौं विचारहरू मनमा खेल्यो। त्यसको केही समयपछि फेरि उनले सत्यको खोजमा निस्केका वैरागी भिक्षुलाई देखे, जो अन्य रोगी, वृद्ध र लाँदै गरेको लास को भन्दा पृथक उनले अनुभव गरे। हामीले यही कथा सुन्दै आएका थियौं र यही अनित्य मान्छे बुढो हुँदो रहेछ। सिद्धार्थ गौतम त्यो यङ जवान राजकुमारलाई लाग्यो कि म पनि एक दिन बुढो हुनुपर्छ। त्यस्तै गरेर रोगीले देखे र सिद्धार्थ गौतमलाई लाग्यो कि म यो अहिले यौवन शरीर, हट्टाकट्टा शरीर, एक दिन म पनि रोगी हुनुपर्दो रहेछ र लगिरहेको लासले देखे र एक दिन यो शरीरको अन्त्य हुँदो रहेछ। त्यसपछि सिद्धार्थ गौतमलाई यो अनित्य, जुनसुकै क्षणमा पनि यो शरीरको अन्त्य छ, यो क्षणभङ्गुर शरीरमा म कतिन्जेल रमाएर बस्न सक्छु भन्ने उनले दुःखको बोध भयो। र हामीले सुन्दै आएको कथामा अन्तिममा उहाँले एक भिक्षु, जो अनुहारमा चमक, प्रसन्न मुद्रामा भिक्षाटन गर्दै गरेको र दुःख निवारणको लागि हिँडेको भन्ने उनले सुनेपछि, उनले देखेपछि अब उनलाई त्यो सत्यको खोज के हो भन्ने जिज्ञासा उनमा पलायो। अब यहाँ प्रश्न उठ्छ, हामीले पनि वृद्ध धेरै देख्यौं, हामीले पनि रोगी धेरै देख्यौं र मृत लासहरू देख्यौं, लिएर गयौं र सद्गत गर्यौं। के भगवान बुद्धलाई जस्तै हामीलाई अब सत्यको खोजमा निस्किनलाई प्रेरणा आयो त? पक्कै पनि। जसरी बुद्धलाई ती कुराहरूले भित्र मनमा, भित्र मस्तिष्कमा, भित्र मुटुमा छोयो, त्यसरी हामीलाई छुन सकेको छैन। यदि छोएको भए हामीलाई पनि भगवान बुद्ध जस्तै परम वैराग्य आएर परम सत्यको खोजमा निस्किसकेका हुन्थ्यौं होला। आज भगवान बुद्धलाई यो शरीर, यो नाशवान शरीर, जुनसुकै बेलामा पनि हामीले रोगले ग्रस्त पार्दो रहेछ, यो बलियो शरीर जीर्ण र जर्जर अवस्थामा अरूको सहायतामा यो शरीरको दुःख भोग्नु पर्दो रहेछ र एक दिन यो शरीर अन्त्य हुँदो रहेछ भन्ने बोध हुने थियो र हामी यो शरीरमा पटक्कै खुसी हुने थिएनौं र हामीले यो दुःख, यो जरा व्याधिको दुःखबाट निवृत्तको लागि हामीले पनि सत्यको खोज, अन्वेषण, अनुसन्धान गर्न निस्किन्थ्यौं। भगवान बुद्धलाई बुद्ध भन्नुभन्दा पहिला यही कुरोले ट्रिगर गरेको थियो, छोएको थियो। भनिन्छ अब यसमा भगवान बुद्धलाई यो हुनुको कारण उनी योभन्दा पहिला 29 जन्मसम्म त्यो सत्यको खोजको लागि प्यासी भएका थिए, साधु बनेका थिए, भिक्षु बनेका थिए। त्यसैले त उनको अन्तस्करण,
मन, बुद्धि, चित्त, अहङ्कार यति सफा थियो कि अब कुनै अनित्य वस्तु देख्ने बित्तिकै, अनित्यताको बोध हुने बित्तिकै उनलाई परम वैराग्य आइ नै हाल्थ्यो। त्यसैले भगवान बुद्ध एक दिन घर छोडेर, घर नभनौँ उहाँको दरबार छोडेर निस्किनु भयो। दरबार छोडेर निस्किनुको पनि ठुलो कारण छ। भनिन्छ कि यशोधराले छोरा राहुल जन्माए। त्यसपछि भगवान बुद्धलाई यो समाचार सुनाइयो र अब उहाँले भन्नुभयो कि राहुल जन्मिएछ। राहुल यसको अर्थ दुःख दिने। हामीले पनि राहु केतु भनेर भन्छौँ, जसलाई दुःख दिने संज्ञा दिन्छ। त्यस्तै गरेर उहाँले भन्नुभयो कि अब झन् मेरो तृष्णाहरू बढ्यो। त्यसपछि उनले अब यो जन्म मरणको शरीरमा कोही पनि खुसी छैन, यो अनित्य शरीरमा कोही पनि सुखी हुन सक्दैन, मैले अब सत्यको खोज गर्नै पर्छ भनेर राहुल जन्मिसकेको केही दिनमा नै उहाँले दरबार छोडेर सत्यको खोजमा उहाँ हिँड्नुभयो। अब साधना गर्ने क्रममा त्यतिखेर पनि, त्यो बेलामा पनि धेरै आश्रमहरू थिए जहाँ ब्रह्म ज्ञान, जहाँ सत्यको खोजको साधनाहरू सिकाइन्थ्यो। त्यसैले भगवान बुद्धको सबैभन्दा पहिलो गुरु अलार कलाम, फेरि यसलाई सुनौँ, अलार कलाम उहाँको पहिलो गुरु। उहाँ त्यस गुरुको आश्रममा बसेर ध्यानका विधिहरू सिक्न थाल्नुभयो। उहाँले सिद्धार्थ गौतमलाई शून्यताको ध्यान, आकाश जस्तै अनन्त शून्यताको ध्यान, नथिङनेसको ध्यान सिकाउनु भयो। यो मैले थिख न्याथ ह्यान भन्ने भियतनामिज इन्लाइटेन्ड मास्टर्सको किताब जहाँ पढे बुद्धका चरणबाट मैले यो लिएको हुँ। र त्यस किताबमा उल्लेख भए अनुसार सिद्धार्थ गौतमलाई 15 दिनमै त्यो ध्यानको, अलार कलाम गुरुले सिकाउनु भएको ध्यानको विधि उहाँले सिक्नुभयो र लगभग गुरुसँगै, गुरुको हैसियतमै उहाँ पुग्नुभयो। त्यसपछि गुरु अलार कलामले भन्नुभयो, तिमी एकदमै राम्रो यो ध्यान विधि सिकेर जुन कुरा उपलब्ध गर्नुपर्ने हो त्यो तिमीले उपलब्ध गरिसक्यौ। अब तिमी यही आश्रममा बस, यहाँ सयौंका सङ्ख्यामा अरू साधकहरू छन्, ती साधकहरूलाई सिकाऊ र यो आश्रमको पनि रेखदेख गर भनेर भन्नुभयो। अब सिद्धार्थ गौतमलाई लाग्यो एउटा स्थितिमा त पुग्नु भयो। कस्तो स्थितिमा? शून्यताको स्थितिमा। कस्तो स्थितिमा? सम्पूर्ण यो शरीर अनित्यताको बोध, यो शरीर, यो भावना, संवेदना, वेदनाहरू, यी सम्पूर्णको बोध क्षण क्षणमा जन्मन्छन् र मर्छन् भन्ने ध्यानको एक प्रकारको गहिराई, जहाँ शान्त र आनन्दको अनुभव हुन्छ। त्यस अवस्थासम्म उहाँ पुग्नु भएर, तर सिद्धार्थ गौतमलाई अझ पनि भित्रको अज्ञान र पूर्ण रूपमा तृष्णाहरू हटेको थिएन। अब लाग्यो सिद्धार्थ गौतमलाई, म यहाँ बसेँ भने वा यो आश्रम हेरेर बस्यो भने म फेरि फस्छु, मलाई पूर्ण ज्ञान, मेरो पूर्ण रूपले अज्ञान हटेको छैन। त्यसपछि भगवान बुद्ध, जो सिद्धार्थ गौतम भनौँ अहिलेलाई, सिद्धार्थ गौतम त्यस आश्रमबाट निस्केर फेरि अर्को आश्रममा जानुहुन्छ, पूर्ण अज्ञान नष्ट गर्नको लागि
पूर्ण तृष्णा नष्ट गर्नको लागि। अब त्यहाँ उद्धत रामपुत भन्ने गुरु भेट्नुहुन्छ। उहाँ अलि ध्यानको अझ गहिराइसम्म, चेतनाको अझ गहिराइमा लिएर जाने र लामो समाधिको अनुभव दिने गुरु हुनुहुन्थ्यो। उहाँ त्यहाँ गएर पनि केही समय ध्यानको विधिहरू सिक्नुभयो र त्यहाँ गएर पनि लामो समयसम्मको समाधिमा एउटा द्रष्टा साक्षीको बोधमा बस्नुभयो र त्यसको अनुभव गर्नुभयो। त्यसपछि चेतनाको त्यो गहिराइसम्म पुग्दाखेरि पनि अझ पनि सिद्धार्थ गौतमलाई जुन उनले चाहेको थिए, परम ज्ञान जहाँ अज्ञानको नष्ट र जन्म मृत्युको चक्करबाट छुटकारा, यो भव संसारबाटको छुटकारा, त्यो पाउनको लागि नै उनले राजदरबार भर्खर जन्मिएको छोरा छोडेर हिँड्नु भएको थियो। त्यहाँ पनि उहाँलाई असन्तुष्टि पैदा भयो। यद्यपि उद्धलक रामपुत गुरुले उहाँलाई भन्नुभयो कि तिमीले जुन कुराहरू पाउनको लागि आएका थियौ त्यो तिमीले पाइसकेका छौ। अब तिमी यही आश्रममा बस र यी मेरा चेलाहरूलाई सिकाऊ र यो आश्रमको पनि तिमी हेड भएर, प्रमुख भएर काम गर। तर सिद्धार्थ गौतमलाई यी दुवै गुरु अलार कलाम जसले शून्यताको ज्ञान सिकाउनु भएको थियो र उद्धत रामपुत जसले गहिरो समाधि सिकाउनु भएको थियो, यी दुवैबाट सन्तुष्टि हुनु भएन। यद्यपि ती दुवैबाट उहाँलाई परम शान्तिको अनुभव भइसकेको थियो, परम आनन्दको अनुभव भइसकेको थियो। तर त्यो परम शान्ति र आनन्द पनि आउने जाने अनित्यता भइरहेको थियो उहाँलाई। हो, आज सम्पूर्ण साधकहरू पनि यही ठुलो ट्र्यापमा अल्झिएको पाइन्छ। ध्यान गर्दा आनन्द हुन्छ, समाधिमा बस्दाखेरि एउटा गहिरो चिन्तन, अनित्यताको बोध हुन्छ, साक्षी भावको द्रष्टाको बोध हुन्छ। फेरि एकछिनपछि तृष्णा आउँछ, अज्ञानले घेर्छ, फेरि हामी संसारमै फर्किन्छौँ। यही बोध बारम्बार सिद्धार्थ गौतमलाई भएको थियो यी दुवै गुरुबाट। तर उनले सुरुमा देखेको वृद्ध अवस्थाको दुःख, रोगीको दुःख र शरीर नष्ट भएको आफन्तहरूको चित्कार, त्यो अनित्यताले सताएको, जसले उनले अझ परम सत्यको जीवन जन्म मृत्युकै चक्करबाट मुक्त हुनको लागि त्यो ज्ञान अझसम्म पनि उहाँले हासिल गर्नुभएको थिएन। यति भएपछि सिद्धार्थ गौतम अब त्यस आश्रम उद्धलक रामपुत गुरुले पनि उहाँले छोडेर अब एक्लै म तपस्या गर्छु भनेर उहाँ हिँड्नुहुन्छ र वन जङ्गलमा एक्लै कठोर तपस्या नखाइकन आफ्नो शरीरलाई सुकाएर कडाभन्दा कडा तपस्या गर्न थाल्नुहुन्छ। अब यहीबाट ट्विस्टिङ पोइन्ट आउँछ के को, निर्वाणको। यहीँबाट ज्ञानको ट्विस्टिङ पोइन्ट आउँछ। त्योभन्दा अगाडिसँग के मात्र थियो त, परम शान्तिको आनन्दको झलक मात्र मिलेको थियो। तर त्यो झलक, त्यो आनन्द, त्यो शान्ति आउने जाने गरिरहेको थियो, तर त्यो परम अवस्थामा अडेर बसेको थिएन। त्यसपछि बाँकी समय तीक्ष्णनाथ ह्यान गुरुले जहाँ जहाँ परे बुद्धका चरण भन्ने पुस्तकमा लेखे अनुसार पछिल्लो 6 महिना जति कठोर तपस्या गरिसके पश्चात र उनी पिपलको रुखमुनि ध्यानस्थ अवस्थामा बसिरहँदा
उनले त्यतिखेर भनिएको छ आनापाना विपस्सना ध्यान विधि सम्पूर्ण शरीर यो भौतिक चिज इमोसन फिलिङ्स भावनाहरू छिनछिनमा परिवर्तन भइरहेको वा माइन्डफुलनेस अवेरनेसमा वा आउने जाने श्वासलाई हेरेर वर्तमान अवस्थामा आफू रहेर सम्पूर्ण कुराहरू हर क्षण 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 परिवर्तन भएको बोध गर्नुभयो वा परिवर्तनशील छ भन्ने उहाँलाई हेक्का भयो। अब के भयो, तृष्णा पनि क्षण क्षण परिवर्तन भइरहेको छ, शरीर पनि परिवर्तन भइरहेको छ। उहाँले अगाडि देखिरहनुभएका रुखहरू, रुखका पातहरू, रुखका हाँगाहरू सबै कुराहरू परिवर्तन भइरहेको छ। यी सबै कुराहरू परिवर्तन भइरहेको उहाँले देख्नुभयो वा अनुभव गर्नुभयो। देख्नुभयो भन्दा पनि हुन्छ, विपस्सना भनेको विशेष रूपले देख्नु भनेको भित्री आँखाले देख्नु, त्यसलाई अनुभवमा ल्याउनु वा अनुभव गर्नु। र उहाँलाई बुद्धत्व निर्वाणा घट्यो। त्यो निर्वाणा कसरी घट्यो त? अब त्यहाँ उनको त्यो शान्ति वा आनन्द आउने जाने गरेन वा उहाँको शान्ति र आनन्द स्थायी रह्यो। परम आनन्दको अनुभव साथै उहाँका तृष्णाहरू, उहाँका कामनाहरू, उहाँको अज्ञान पूर्ण रूपमा निर्मूल भएर गयो। के गरेर त? यी सम्पूर्ण जति पनि देखिएका भौतिक वस्तु, शरीर लगायत संसारमा देखेका चिजहरू क्षण क्षण परिवर्तनशील छन् र हामी भित्र आउने तृष्णा भनेर भनिएको छ बुद्धिज्ममा। मुख्यतः निर्वाणको वादकहरू पनि आउने जाने गरेको देख्नुभयो र उहाँलाई निर्वाणको प्राप्ति भयो। यसरी भगवान बुद्ध सिद्धार्थ गौतमबाट भगवान बुद्ध वा बुद्धत्व प्राप्त गर्नुभयो। आजको यही विशेष दिनमा सिद्धार्थ गौतम एक राजकुमार कसरी वृद्ध, रोगी र मरेको लास देखेर वैराग्य उत्पन्न भयो वा अनित्यताको बोधले सत्यको खोजतिर लागे र कसरी दुईटा आश्रमका दुईटा गुरुबाट के पाठ सिक्नुभयो र निर्वाणा कसरी प्राप्त गर्नु भयो भनेर यो छोटो यहाँ चर्चा गरे। र आज उहाँले सिकाउनु भएको ध्यान विधि ज्ञान संसारभरि फैलिएको छ। आज बुद्धिज्म, बुद्ध धर्म संसारले नै अपनाएको छ र सबभन्दा ठुलो गर्वको कुरो ती बुद्ध हाम्रो नेपालमा जन्मिनु भएको हो। त्यसमा हामी सबै गौरवान्वित छौँ र आज उहाँले देख्नु भएको त्यो अज्ञान र तृष्णालाई कसरी नष्ट गर्ने र बुद्धत्व प्राप्त गर्ने, निर्वाण प्राप्त गर्ने, जहाँबाट जन्म मरणको चक्करबाट छुटकारा पाइन्छ र दुःखको अन्त्य हुन्छ भनेर आज हामीले सिक्न पाएका छौँ। र आज यो विशेष दिन, यो विशेष ज्ञानको लागि भगवान बुद्धलाई सम्झँदै सबैबाट म बिदा हुन्छु। बुद्ध जयन्तीको फेरि पनि सबैलाई शुभकामना। धन्यवाद।